हेलो गाइस, नमस्ते सबैजनालाई। म भीम मगर। आज म तपाईहरुलाई देखाउन गइरहेको छु रोल्पा जिल्लाको खतरा बाटो है। देख्न सक्नुहुन्छ पुरै डेन्जर छ। देख्न सक्नुहुन्छ पारी है पारी भैँसी आइरहेको रहेछ। रुक्नै पर्यो। उताबाट भैँसीको बच्चा पाडा कि पाडी लिएर आइरहनु भएको रहेछ। साँघुरो छ बाटो पनि, एकदम डेन्जर पनि छ। भिर देख्न सक्नुहुन्छ यो पारीतिरको भ्यू है, बवाल छ। यो चाहिँ रोल्पा हो। ठ्याक्कै यो घरती गाउँदेखि 4-5 किलोमिटर अगाडि आएको छु म। ठ्याक्कै यो ठाउँको नाम चाहिँ थाहा भएन। एक्लै छु है, अब के गर्ने। गाउँतिरको सामान लिएर आएको छु। गुनाड लग्नुहुन्छ? जानुस् बिस्तारै जानुस्। के गर्ने, गाउँ घरतिर यस्तै हो। अब गाडीदेखि डराउँछन् होइन। देख्न सक्नुहुन्छ खतरा छ है। खतरा बाटो चाहिँ साँघुरो छ, एकदम साँघुरो पनि बाटो। अनि अब यो साँघुरोमा त्यहाँ उम्रिनु भएको फेरि मान्छेहरू। अरे त्यहाँ किन उम्मेको? जान्नै छोएन। बवाल छ बवाल। यो भिडियोलाई हेरेर साथ दिनु होला, लाइक कमेन्ट गर्नु होला है। खतरा छ है, डेन्जर। यहाँ चाहिँ बाटो अलि साँघुरो छ। एकजना मान्छे चाहिँ यहाँबाट खस्यो अरे कि राति हिँड्दाखेरि यो ठाउँबाट। राति हिँड्दा एकदम खतरा छ कि यो बाटो, देख्न सक्नुहुन्छ। ल हस्त है, टक्क लाइक कमेन्ट यहाँ आउनुहुन्छ भने फलो गर्नु होला मलाई है। यस्तै भिडियो लिएर आउनेछु। हस्त, नमस्ते, टाटा, बाई बाई।